Hello everyone and welcome to the new batch 2082. आज चाहिँ मैले ललितपुर मेट्रोपोलिटन सिटीको बेली को पास्ट क्वेशन 2081 को सोलुसन लिएर आइसकेको छु कम्पलसरी म्याथमेटिक्स को र यसअगाडि मैले काठमाडौँ मेट्रोपोलिटन सिटी को पनि सोलुसन भिडियो निकालिसकेको छु। यो तपाईले रिड मोर बुकमा पनि पाउन सक्नुहुन्छ, निमा बुकमा पनि पाउन सक्नुहुन्छ, अस्मिताको प्र्याक्टिस बुकमा पनि पाउन सक्नुहुन्छ। यो पास्ट क्वेशन है, पास्ट क्वेशन त हरेक बुकमा पाउनुहुन्छ र साथसाथै मैले मोडल क्वेशन को जुन सेट प्रोवाइड गरेको हुन्छ त्यसको पनि सोलुसन लिएर आउने नै छु। त्यसको लागि चाहिँ सब्स्क्राइब गरिदिनु पर्ने हुन्छ, जसको कारण चाहिँ तपाईहरुले चाहिँ इजिली नोटिफिकेसन पाउन सक्नुहुन्छ है त। सो आज चाहिँ कम्पलसरी म्याथमेटिक्स 2081 मा सोधिएको ललितपुरमा बीएलई मा क्लास 8 मा सोधिएको क्वेशन्सहरुको सोलुसन चाहिँ डिस्कस गरौँ है त। यहाँ चाहिँ इंग्लिश र नेपाली दुईटैमा राखेको हुन्छ क्वेशन। सो तपाईहरुले चाहिँ अब चाहिँ युज टु हुनु पर्यो है त। इंग्लिश र नेपाली दुईटैमा प्रोवाइड भएको हुन्छ क्वेशन्स। ओके, सो फर्स्ट क्वेशनमा पढ्न सक्नुहुन्छ। इफ सेट A इवन नम्बर्स अप टु 15 and set B प्राइम नम्बर्स अप टु 15 then एमा के भनेको छ डिफाइन ओभरल्यापिङ सेट्स। ओभरल्यापिङ मिन्स के हुन्छ, एटलिस्ट एउटा एलिमेन्ट चाहिँ कमन हुनुपर्ने हुन्छ है त। सो सेट्स व्हिच हैव एटलिस्ट वन एलिमेन्ट्स इन कमन इज कल्ड ओभरल्यापिङ सेट्स है। त्यसपछि क्वेशन नम्बर बी मा के सोधेको छ, मेक एनी टु प्रोपर सबसेट्स अफ फ्रम सेट बी। सो सेट बी बाट दुईटा प्रोपर सेट सबसेट बनाउनु पर्यो भनेपछि प्रोपर सबसेट, सबसेट यहाँ मिसिङ छ, सब लेख्नु होला। सबसेट्स अफ बी दैट इज 2, 3 लेख्दिदा भयो। पहिला सेट बी मा कुन कुन नम्बर हुन्छ, प्राइम नम्बर भनेको छ हैन त। सो 2 राख्न पायो, 3 राख्न पायो, 5 राख्न पायो, 7 राख्न पायो। ओके, सो फर्स्ट ए नम्बरमा के हुन्छ 2 4 6 8 10 12 14 एन्ड बी नम्बरमा जुन प्राइम नम्बर बनाएको छ, प्राइम नम्बर कति बनाएको छ लेस देन 15। सो लेस देन 15 नै गर्नु पर्यो, त्यो भन्दा बेसी जान मिल्दैन। सो ए सेटमा के भनेको छ हामीलाई, ए सेटमा लेट मी चेक इवन नम्बर अप टु 15 भनेको छ हैन त। सो 15 त इवन नम्बर हैन नि त, अप टु 14 सम्म त राख्नु पर्यो नि त हैन। सो 14 सम्म ए सेटमा राख्यो। इवन नम्बर भनेको के हो, जोडी नम्बर हैन त, उसको जोडी हुन्छ। जस्तै 2 भनेको 2 को जोडी के हो 1, 1 + 1 गरेर के हुन्छ 2 हुन्छ। 4 को जोडी के हो 2, 2 + 2 गरेर के हुन्छ 4 हुन्छ हैन त। त्यसैगरी सेट बी मा पनि राखेछ। सेट बी मा पनि प्राइम नम्बर मिन्स 1 ले मात्रै डिवाइड जाने है। सो के भयो 1 ले डिवाइड जाने र आफैले डिवाइड जाने। सो यहाँ 2 बाट स्टार्ट गर्नु पर्यो, 1 बाट किन हैन, 1 चाहिँ यहाँ मिस्टेक हालेको छ। 1 किन हैन, 1 इज अ ऑड नम्बर है। 1 लाई ऑड नम्बरमा राखिन्छ, 1 लाई प्राइम नम्बरमा राखिदैन। ओके, सो यहाँ जुन हामीले हेरेका छौं प्राइम नम्बर अप टु 15 दैट इज 2 बाट स्टार्ट गर्नुपर्ने हुन्छ है तपाईहरुले, 1 बाट हैन। सो 2 बाट स्टार्ट गर्नुपर्ने हुन्छ। 2 3 5 7 11 13। 1 इज नट अ प्राइम नम्बर, इट इज अ ऑड नम्बर। ओके, अनि क्वेशन नम्बर सी मा के सोधेको छ, व्हाट चेन्ज इन द एलिमेन्ट्स अफ सेट बी मेक्स द सेट्स टु सेट्स ए एन्ड बी डिस्जोइन्ट। पहिला ए र बी मा के कमन थियो 2 कमन थियो, 2 नै हटाइदियो भने के हुन्छ, के पनि कमन हुँदैन, डिस्जोइन्ट हुन्छ। ओके, 1 रिमुभ गर्न होला है त, 1 इज नट प्राइम नम्बर। क्वेशन नम्बर 2, द रेशियो अफ बॉयज एन्ड गर्ल्स अफ क्लास 8 of a school is 5:7 respectively. If the total number of students is 60, how many girls are there? पहिला यसलाई त 5x र 7x लेट गर्नु पर्यो। सो लेट द नम्बर अफ बॉयज एन्ड गर्ल्स बी 5x and 7x respectively। दुईटैलाई एड गर्नु भयो भने कति हुन्छ, जम्मा स्टुडेन्ट्स कतिजना छ 60 हैन त। सो 5x + 7x इज 60, 12x भयो। 12 अर्को साइडमा डिभाइडमा लानु भयो भने दैट इज 12 5 65 बाँकी रहन्छ। गर्ललाई के लेट गरेको थियो हामीले, गर्ल्सलाई 7x। सो 7 * x हो खासमा। सो 7 * x भनेको 5। सो 5 7 × 5 कति भयो 35। त्यसपछि के गर्न भनेको छ, हाउ मेनी गर्ल्स आर देयर, फाइन्ड चेन्ज द टोटल नम्बर अफ स्टुडेन्ट्स इन अ बाइनरी नम्बर सिस्टम। सो 60 लाई के गर्नु पर्यो, चेन्ज जम्मा विद्यार्थी हैन त, चेन्ज द टोटल नम्बर अफ स्टुडेन्ट्स इन अ बाइनरी नम्बर सिस्टम। सो जम्मा स्टुडेन्ट्सलाई के गर्नु पर्यो, हामीलाई बाइनरी नम्बर सिस्टममा लानु पर्यो, दैट इज यहाँ 60 राख्नु पर्यो है त। सो यहाँ चाहिँ मैले गर्ल्स को राखिदिएको छु, इज बाइ मिस्टेक। सो के को राख्नु पर्यो, टोटल नम्बर अफ स्टुडेन्ट्स राख्नु पर्यो हैन त। सो टोटल नम्बर अफ स्टुडेन्ट्स राखेर यसलाई चाहिँ के निकाल्नु न बाइनरी नम्बरको। सो यही एक्जाम्पल दिन्छु म। यहाँ चाहिँ के छ
हेर्नुस् त चेन्ज द टोटल नम्बर अफ स्टुडेन्ट्स इन बाइनरी नम्बर जम्मा छ 60 जना त अहिले यहाँ चाहिँ मिस्टेक भएर चाहिँ 35 लाई एक्जाम्पल लिएर गरौँ 217 जा 34 हुन्छ 1 क्यारी 28 जा 16 1 क्यारी 24 जा 8 0 क्यारी 22 जा 4 0 रिमाइन्डर सरी क्यारी भन्छ म रिमाइन्डर हुन्छ सो 22 जा 4 रिमाइन्डर कति हुन्छ 0 2 टाइम्स 1 इज 2 दैट इज रिमाइन्डर 0 यसलाई यहाँ राख्नु भयो भने उल्टो गरेर लेख्नु भयो भने 1 000 1 1 गर्नु भयो भने 2 आउँछ यो चाहिँ 35 को है त बाइनरी नम्बर यहाँ 60 राखेर गर्नु होला क्वेशनमा बी मा के सोधेको छ चेन्ज द टोटल नम्बर अफ स्टुडेन्ट्स इन बाइनरी नम्बर सिस्टम सो 60 राखेर सल्भ गर्नु होला 35 हैन यो एक्जाम्पलको रूपमा लिन सक्नुहुन्छ है त क्वेशन नम्बर सी मा के भनेछ राइट 35 क्वाड्रुपल 0 अथवा 35 चारवटा 0 इन साइन्टिफिक नोटेसन अथवा 3,50,000 हैन त सो साइन्टिफिक नोटेसनमा लेख्नु भने के हुन्छ 3.50 इन्टु 10 रेज टु द पावर 5 मैले अघि नै सिकाएको थिएँ त्यो काठमाडौँको मेट्रोपोलिटन सिटीको त्यो सोल्युसन भिडियो राख्दाखेरि फर्स्ट अफ अल 3 लेख्ने फर्स्ट नम्बर लेख्ने पोइन्ट पछि दुईटा कि त तीनटा नम्बर लेख्न सक्नुहुन्छ टाइम्स 10 लेख्ने 10 को पावर कति राख्ने 3 पछि कतिवटा नम्बर छ 1 2 3 4 5 सो 5 राख्ने है त 5 है अब क्वेशन नम्बर डी मा के सोधेको छ 1.24 यहाँ बार हुन्छ है त सो लेट मी इन्सर्ट इट 1.24 ओके यसलाई 1.24 लाई चाहिँ यहाँ राखौं सो 1.24 मीन्स रिपिट भइरहेको नम्बर हैन त 2424 1.24 24 यसरी रिपिट भइरहन्छ त्यही भएर त्यसको माथि बार राखेको छ है सो यसलाई यसरी पनि बुझ्न सकिन्छ लेट मी कीप इट बोथ copy column and let's paste it here okay let's keep it here 1.24 okay done so let गर्दिदा हुन्छ है x equals to 1.24 bar multiply by 100 that is 100x 100 multiply गर्नु भने के हुन्छ यो पोइन्ट पछि दुईटा नम्बर जुन आउँछ अगाडि आउँछ फेरि पोइन्ट पछि 24 नै आउँछ 2424 रिपिट भइराछ है अब दुईटा साइडमा के गर्नु पर्यो माइनस गर्नु पर्यो के गर्नु पर्यो माइनस x नै माइनस गरौँ है त दैट इज 100x - x 124.24 डैश माइनस x गर्यो भने x भने के हो 1.24 डैश सो 1.24 डैश 24 बार काटिन्छ 1 गयो भने 123 हुन्छ 99x हुन्छ यो 100x - 1x मीन्स 99x 99 अर्को साइडमा गयो भने डिवाइडमा जान्छ है त okay next number question number 3 Raju Lama visited a computer store to get 5 printers and a laptop. A set of 5 printers and a laptop is available for rupees 4,65,000. Then given as if a 15% discount is allowed on those machineries, find the discount amount. Discount amount निकाल्नु भने छ हैन त So question number 1 को discount amount भनेको 3% of MP हो so 15% of MP that is 4,65,000 15 by 100 percentage लाई fraction मा चेन्ज गर्नु भयो भने 15 by 100 हुन्छ times 4,65,000 गर्नु भयो भने के हुन्छ 69,750 हुन्छ है त so question number B मा के सोधेको छ if the shopkeeper earned 20% profit even after allowing 15% discount at what price did the shopkeeper purchase those machineries so profit 20% to discount 15% जुन हामीले निकालिसकेका थियौं अलरेडी नै सो यहाँबाट एसपी निकाल्न सकिन्छ एमपी माइनस d% अफ एमपी गरेर 4,65,000 माइनस 69,750 गर्नु भयो भने 3,95,020 आउँछ है त प्रॉफिट पर्सेन्ट कति आछ 20% सो कि त डाइरेक्ट फर्मुला लाउँदा नि भयो तपाईले सीपी को इक्वल्स टु एसपी इन्टु 100 डिवाइडेड बाइ 100 प्लस p% कि त एउटा फर्मुला थाहा छ भने एउटै फर्मुला पनि सल्भ गर्दिदा हुन्छ है त प्रॉफिट भनेको 20% राख्यो अनि 100% चाहिँ यो साइड आएर डिवाइडमा जान्छ सो 0.2 सीपी हुन्छ 0.2 सीपी मल्टिप्लाई भएर है त क्रस मल्टिप्लाई माइनस सीपी यो साइड आयो भने त प्लस सीपी हुन्छ 0.2 सीपी प्लस 1 सीपी भनेको के हो 1.2 सीपी यहाँ के छ भने 1 हो है त सो 1.2 सीपी सो 1.2 अर्को साइडमा गयो भने डिवाइडमा जान्छ सीपी इज इक्वल्स टु 3,29,375 आउँछ कि त अर्को फर्मुला सीपी इज इक्वल्स टु एसपी इन्टु 100 डिवाइडेड बाइ 100 प्लस p% गर्दिदा हुन्छ है यहीबाट नै फर्मुला आको त्यो पनि
क्वेसन नम्बर सी मा सोधेको छ प्राइस अफ ल्यापटप हैन त क्वेसन नम्बर सी मा हेर्नुस् त इफ द शपकीपर यति भनेको छ एट व्हाट प्राइस डिड द शपकीपर परचेज दोज मेसिनरीज सो कतिमा किनेछ त्यो निकालिसक्यौं हामीले बाइ हाउ मच इज द मार्केट प्राइस अफ ल्यापटप मोर और लेस और मोर देन 95000 द प्राइस अफ प्रिन्टर इज रुपीस 75000 हैन त सो प्राइस अफ ल्यापटप इज यति प्राइस अफ ल्यापटप इज लेस बाइ यति भनेर चाहिँ हामीले निकाल्न सक्यौं हैन त माइनस 5 टाइम्स यति गर्यो भने ओके 9000 आउँछ सो कतिको डिफरेन्स आउन जान्छ हामीसँग 5000 हैन त सो 5000 को डिफरेन्स हुन्छ बाइ हाउ मच इज द मार्केट प्राइस अफ ल्यापटप सोधेछ सो ल्यापटप पनि निस्क्यो अब क्वेसन नम्बर 4 मा जाउँ त दिल्ली राम डिपोजिट्स रुपीस 1,20,000 in a bank at the rate of 12% per annum. Then write a formula to calculate the simple interest. Simple interest को formula के हो SI equals to PTR by 100 and P भनेको कति हुन्छ रुपीस 1,20,000 R भनेको 12% T भनेको 6 years दिएकै छ 6 years मा पत्ता लगाउन भनेको छ सो SI equals to PTR by 100 गर्नु भयो भने 86,400 आउँछ ओके Question number C madam, if he has to pay 5% of interest as income tax, how much amount will he receive after 6 years? So 5% चाहिँ के गरिदिनु पर्यो त्यहाँबाट घटाइदिनु पर्यो हैन त सो 95% हुन्छ 100% मा 95% बाँकी रहन्छ उसँग सो 95% गर्नुभयो भने 82,080 रुपैयाँ हुन्छ र यसलाई प्लस गरिदिनु भयो भने अमाउन्ट रिसिभ्ड कति हुन्छ 2,02,080 रुपैयाँ हैन त क्वेशन नम्बर 5 मा हेरौँ एउटा सर्कल दिएको छ र एउटा रेक्टेंगल दिएको छ हामीलाई सर्कलमा रेडियस 14 मिटर रेक्टेंगल को कति दिएको छ हामीलाई 56 meter. Mohan constructed a rectangular garden and circular fish pond in the garden of his house with equal areas. Then find the area of triangle having the length of base BCM and the height SCM. So half base into height unsa formula is kota. And the question number B ma heram da find the area of the circular fish pond pi r square garda huncha pi r square garnu bhayo bhane 22/7 times 14 को स्क्वायर गर्नु भयो भने 616 मिटर स्क्वायर आउन जान्छ हैन त क्वेशन नम्बर सी मा राख्नु भयो फाइन्ड द पेरिमिटर अफ द रेक्टेंगुलर गार्डन पेरिमिटर निकाल्नु पर्ने छ 56 मिटर दिएको छ एउटा हैन त सो ब्रेथ पनि त चाहियो नि त हामीलाई ब्रेथ छैन त हामीसँग सो के गर्ने ब्रेथको लागि सो पेरिमिटर अफ रेक्टेंगुलर फिल्ड को फर्मुला के हो 2 * l + b b थाहा छैन हामीलाई एरिया अफ रेक्टेंगुलर फिल्ड आछ नि त l * b हो नि त त्यसको फर्मुला र एरिया अफ सर्कुलर पोन्ड जति हो त्यति नै रेक्टेंगुलर को दैट इज 616 l लेन्थ त देश हामीसँग भनेपछि 56 लाई डिवाइड गर्न 56 अर्को साइड डिवाइडमा लाग्नु भयो भने कति आउँछ 11 मिटर आउँछ सो पेरिमिटर आयो त्यहाँबाट सो पेरिमिटर 2 * l + b गर्नु भने ब्रेथ आछ ब्रेथ राख्दिनु भयो भने 134 मिटर आउँछ त्यसपछि सर्कमफरेन्स अफ पोन्ड हेरौँ 2 pi r हुन्छ अब दुईटालाई कम्पेयर गरौँ यो ठुलो कि यो ठुलो सिन्स पेरिमिटर इज ग्रेटर देन सर्कमफरेन्स सो गार्डन नीड्स मोर कोस्ट हैन त क्वेशन नम्बर 6 को ए हेर्नुस् त व्हाट एक्सपोनेन्ट अफ y विल बी इक्वल टु 1 के राख्नु भयो भने पावरमा 0 राख्नु भयो भने जे को पनि पावरमा 0 राख्नु भयो भने त पावरमा 0 राखिसकेपछि त्यसको भ्यालु चाहिँ 1 नै आउँछ प्रूभ दैट दिस इज इक्वल्स टु 1 भनेर अब यसलाई सल्भ गरौँ है त पावर मल्टिप्लाई हुन्छ a - b a + b के को फर्मुला हो a² - b² को b² - c² - बेस सेम छ भने मल्टिप्लाई हुँदाखेरि पावर एड हुन्छ a² - b² प्लस b² - c² प्लस c² - a² गर्नुभयो भने क्यान्सल आउट हुन्छ a² - c² क्यान्सल आउट प्लस b² - b² क्यान्सल आउट माइनस c² प्लस c² क्यान्सल आउट के बाँकी रह्यो 0 के पनि बाँकी रहेन भने 0 के को पावर 0 भयो भने दैट इज 1 ओके क्वेशन नम्बर 7 अल्जेब्रिक फंक्सन हामीलाई दिएको छ फाइन्ड द एलसीएम अफ डिनोमिनेटर्स निकाल्नु भने चाहिँ डिनोमिनेटर्स के छ x² + 3x + 2 र अर्को x² - 1 सो डिनोमिनेटर x² + 3x + 2 दैट इज क्वाड्रेटिक इक्वेसन हो नि त यो सो x² प्लस यसलाई के गर्नु पर्यो 2 लाई फ्याक्टराइज गर्दाखेरि 2 * 2 हुन्छ सो 2x + x 3x पनि हुन्छ 2 * 2 पनि हुन्छ सो अब दुईटामा कमन के छ x + x कमन लियो भने x + 2 बाँकी रह्यो यसमा के कमन छैन दुईटा भनेपछि 1 कमन लिँदा हुन्छ x + 2 दुईटामा फेरि कमन के छ x + 2 र के बाँकी रह्यो x + 1 ओके सेकेन्ड एक्सपोनेन्ट x² - 1 अथवा x² - 1 को स्क्वायर 1 नै हुन्छ यो a + b a - b मा जान्छ a² - b² को फर्मुला हो नि त ओके सो एलसीएम लिँदाखेरि चाहिँ पहिला कमन के छ x + 1 जुन कमन छैन त्यो पनि लेख्दिने x - 1 र x + 2 के त्यही नै एलसीएम हो
यो दुईटा भनेको x स्क्वायर माइनस 1 स्क्वायर 1 नै हुन्छ यो चाहिँ x + 2 जसाको त्यस्तै अब यसलाई सल्भ गरौँ त यसको कति आयो थियो x + 2 र x + 1 आयो थियो डिभाइडले मल्टिप्लाईमा चेन्ज गर्नुभयो भने रिभर्स हुन्छ x स्क्वायर माइनस 1 माथि भयो तल 2 बाँकी रह्यो x डिभाइडेड बाइ सेम टर्म टाइम्स x स्क्वायर माइनस 1 भनेको अघिकै फर्मुला लाउँदा हुन्छ x + 1 x - 1 के क्यान्सल आउट भयो x + 1 x + 1 र x * x - 1 मल्टिप्लाई भइदियो सो x * x स्क्वायर x * 1 इज x र यो 2 मल्टिप्लाई भइदियो भने 2 * x 2x 2 + 2 is 4 okay question number 8 मा हेरौँ त there are two numbers x and y such that their sum is 8 sum भनेको 8 हो and the difference is 4 so simultaneous equation मा लेखिसक्यौं हामीले what are the numbers calculate by using the graphical method भनेको छ graphical method मा हामीले गर्नुपर्ने हुन्छ यसलाई सो graphical method मा के गर्छौं भने दुईटा टेबल बनाउँछ x + y = 8 को र अर्को x - y = 4 को र्यान्डम जुन पनि भ्यालु राख्दिदा हुन्छ ग्राफमा अटाउने गरी जस्तै x को भ्यालु 0 राख्थे भने y को भ्यालु 8 आउँछ अलि ठुलो नम्बर आउँछ नराखौं x को भ्यालु मैले 4 राख्थे भने 4 अर्को साइडमा गयो भने 8 - 4 कति हुन्छ 4 हुन्छ अब x को ठाउँमा 3 राख्थे 3 लाई अर्को साइडमा पठायो भने 8 - 3 कति हुन्छ y को भ्यालु 5 हुन्छ x को ठाउँमा 5 राख्दिनुस् 5 अर्को साइडमा गयो भने 8 - 5 हुन्छ 8 - 5 भनेको 3 सो y को भ्यालु 3 आयो त्यसरी नै x - y = 4 अब के गर्ने x को भ्यालु राख्ने y को भ्यालु चेक गर्ने x को भ्यालु जे पनि राख्न पायो ग्राफमा अटाउने गरी अब 3.5 राख्नु भने ग्राफमा कहाँ राख्नु हुन्छ त्यो गाह्रो हुन्छ राख्न त सकिन्छ तर गाह्रो हुन्छ ग्राफ बनाउन दिएको छ हामीले सजिलै बनाउन सकिन्छ गाह्रो पारेर किन गर्छौं हैन त सो x 5 राख्यो भने 5 अर्को साइडमा पठायो भने 4 - 5 कति हुन्छ -1 माइनस काटिन्छ सो +1 आन्सर भयो 4 राख्यो भने 4 - 4 0 हुन्छ 3 राख्यो भने 4 - 3 भनेको 1 हुन्छ -y = 1 -1 अर्को साइडमा लग्दियो भने त -1 हुन्छ हैन त ओके अब यो भ्यालुलाई चाहिँ प्लट गर्छौं 4,4 प्लट गर्छौं 3,5 प्लट गर्छौं 5,3 प्लट गर्छौं यसको पनि प्लट गर्छौं स्ट्रेट लाइन गर्छौं है त फर्स्टमा हेरौँ त x + y = 8 को लागि 4,4 प्लट गर्यौं 3,5 प्लट गर्यौं 5,3 प्लट गर्यौं कसरी प्लट गर्ने पहिला त एउटा ग्राफ पेपर लिने ग्राफ पेपरमा एउटा प्लस जस्तो बनाउने यो बोल्ड लाइनहरुलाई फलो गर्ने है एउटा बोल्ड लाइन देखि अर्को बोल्ड लाइनलाई चाहिँ 1 युनिट मान्ने यहाँ लेख्दिनु पर्ने हुन्छ 1 युनिट भनेर सो राइट साइडमा x एक्सिस हो सो पोजिटिभ हुन्छ 1 2 3 4 5 लेफ्ट साइडमा y एक्सिस हो लेफ्ट साइडमा x एक्सिस नै हो तर नेगेटिभ x एक्सिस सो नेगेटिभमा लेख्नु पर्यो माथि y एक्सिस तल पनि y एक्सिस y ड्याश हुन्छ नेगेटिभमा लेख्नु पर्ने हुन्छ -1 -2 -3 -4 -5 -6 अब जस्तो मैले 5,3 प्लट गर्नु पर्ने छ सो 5 पनि पोजिटिभ 3 पनि पोजिटिभ सो पहिला 5 डिस्टेन्स x मा हिड्नु पर्यो 1 2 3 4 5 त्यसपछि 3 डिस्टेन्स माथि जाने कि तल जाने पोजिटिभ 3 छ +3 छ भने माथि जाने 1 2 3 सो पोइन्टले डार गर्ने यहाँ 5,3 लेख्दिने त्यसरी नै 4,4 प्लट गर्ने 3,5 प्लट गर्ने र तीनटै पोइन्टलाई जोडेर एउटा लामो लाइन तान्दिदा हुन्छ जति लामो तान्दिए नि भयो त्यसैगरी हामीले यसको पनि प्लट गर्छौं 5,1 4,0 3,-1 3,-1 कसरी प्लट गरेछ 3 भनेको पोजिटिभ हो नि त x एक्सिसमा पहिला हेर्ने सबभन्दा पहिला x एक्सिसमा हेर्ने यता हेर्ने के यता पोजिटिभ छ भने यता है सो 1 2 3 -1 भनेको मिन्स 1 त यहाँ जाँदैन -1 भने तल जान्छ -1 यहाँ सो यहाँ डार्क गर्ने सो गरिसकेपछि के गर्ने त्यसैगरी 4,0 5,1 प्लट गर्ने र तीनटै लाइनले जोडिँदाखेरि यहाँ इन्टरसेक्ट भएको छ हैन त सो इन्टरसेक्ट कहाँ भएको छ हेरौँ त 6,1 2 6,2 मा भएको छ हैन त सो फ्रम ग्राफ पोइन्ट अफ इन्टरसेक्सन इज 6,2 त्यही नै भ्यालु x र y को x को भ्यालु 6 y को भ्यालु 2 ओके त्यसैगरी क्वेशन नम्बर 9 मा हेरौँ स्टडी द गिवन फिगर and answer the following questions 3x 6x that's your 90 degree there हैन त so 3x + 6x + 90 degree = 180 degree गरिदिदा हुन्छ sum of all angles of internal triangle बनिदा हुन्छ sum of all internal angles of a triangle बनिदा हुन्छ 3x + 6x 9x भयो 90 अर्को साइडमा गयो भने -90 हुन्छ 9x यो 180 - 90 भनेको 90 हुन्छ 9 अर्को साइडमा गयो भने डिभाइडमा जान्छ x भनेको 10 डिग्री आउँछ सो 3x भनेको कति भयो 3 * 10 30 डिग्री 6 * 10 60 डिग्री हैन त
अब के भन्दैछ हामीलाई कम्पेयर द एंगल्स x एन्ड y भनेर b मा x र y लाई कम्पेयर गर्न भन्दैछ कम्पेरिजन गर्दाखेरि चाहिँ कसरी गर्ने y पनि त निकाल्नु पर्यो नि त हैन यो pr sv प्यारलल ल्याछ भने 6x जति हुन्छ त्यति नै y हुन्छ अल्टरनेट एंगल भएर सो y इक्वल्स टु 60 डिग्री सो y इक्वल्स टु 60 डिग्री भयो कम्पेयर गरौँ x by y 10/60 1:6 को रेशियो आयो त्यसैगरी 9 को c मा के भनेछ ड्र बेयरिङ एंगल अफ 030 डिग्री बेयरिङ एंगल अफ 030 डिग्री बनाउनु भनेछ ओके एउटा पोइन्ट p दियो अर्को पोइन्ट q दियो 030 डिग्री को चाहिँ के गर्नु पर्यो बेयरिङ बनाउनु पर्यो कम्पासले बनाउनु होला है त यो क्वेशन नम्बर 10 मा हेर्नुस् एउटा ठुलो ट्रायंगल छ ABC एउटा अर्को ट्रायंगल ADE सो ABC इज सिमिलर टु ADE जुन हामीलाई कन्डिसन दिएको छ है डिफाइन कन्ग्रुएन्ट फिगर्स द सिमिलर दिएको छ तर कन्ग्रुएन्ट को डेफिनेसन लेख्न भनेको छ कन्ग्रुएन्ट को मिनिङ के हो द फिगर्स व्हिच आर इन इक्वल शेप एन्ड साइज आर नोन एज कन्ग्रुएन्ट फिगर सिम्पल है त र यो दुईटा सिमिलर दिएको छ ADE ट्रायंगल ठुलो ट्रायंगल ABC सिमिलर दिएको छ भने फाइन्ड द लेन्थ अफ DE भनेको छ सिमिलर को दिएको बेलामा चाहिँ के हुन्छ साइड प्रोपोर्सनल हुन्छ कि हुँदैन सो माथि एउटा ट्रायंगल को लेख्नु पर्छ तल अर्को ट्रायंगल को मिक्स म्याक्स गर्नु हुँदैन है त जस्तै माथि मैले ADE को लेखे ADE कै सबै लेख्नु पर्यो है त सो DE भयो DE कोसँग प्रोपोर्सनल छ DE BC सँग कसरी बुझ्ने यो एंगल को अपोजिट मा DE छ ठुलो ट्रायंगल को पनि यसको अपोजिट मा BC छ सो DE डिवाइडेड बाइ BC हुन्छ अब यो एंगल को अपोजिट मा के छ हाम्रो AB सानो ट्रायंगल को यो एंगलले किन हेर्यो किनकि यो एंगल र एंगल इक्वल छ इक्वल एंगल को त्यो अपोजिट साइड हेर्नु पर्छ सो यो एंगल को अपोजिट साइड AB यो एंगल को अपोजिट साइड AD सो AB र AD प्रोपोर्सनल भयो है AB र AD प्रोपोर्सनल भयो मैले तल चाहिँ सानो ट्रायंगल को लेखेको छु साइडहरु माथि चाहिँ ठुलो ट्रायंगल को लेखेको छु है त सो तपाईहरुले चाहिँ यसरी फलो गर्न सक्नुहुन्छ कि त माथि चाहिँ मैले के लेखेको छु सानो ट्रायंगल को तल चाहिँ ठुलो ट्रायंगल को जसरी लेख्ने भयो तर चेन्ज चाहिँ गर्न पाइदैन माथि ठुलो ट्रायंगल को लेख्यो भने ठुलो ट्रायंगल को कन्टिन्यू गर्नुपर्ने हुन्छ तल सानो ट्रायंगल को लेख्यो भने सानैकै कन्टिन्यू गर्नुपर्ने हुन्छ अब मलाई DE चाहियो सो यो एउटा प्रोपोर्सन रेशियो र यो एउटा रेशियो लिनु पर्यो यो किन लिएन यसमा भ्यालु नै दिएको छैन है सो DE/24 = 8/12 क्रस मल्टिप्लाई गर्नुभयो भने 16 आउँछ है त त्यसपछि हामीलाई के क्वेशन सोधेको छ क्वेशन नम्बर C मा इन अ रेगुलर पोलिहेड्रन द नम्बर अफ vertices is 4 and the number of edges is 6 calculate the number of faces by using Euler's formula सो यहाँ हामीले गिवन लेख्दिनु पर्ने हुन्छ vertices 4 edges 6 using Euler formula b minus c plus f equals to 2 b भनेको 4 minus 6 e भनेको 6 plus f equals to 2 4 minus 6 भनेको minus 2 अर्को साइडमा गयो भने त plus 2 हुन्छ सो नम्बर अफ फेसेस कति हुन्छ 4 वटा हुन्छ हैन त Question number 11 construct a parallelogram having adjacent sides 7 cm and 4 cm and angle between them is 60 degree okay the vertices of ABC are यति पनि दिएको छ sketch it in a graph paper and reflect in x axis ल फर्स्ट को सोलुसन हेरौँ त एउटा साइड 7 cm ले दिँदा हुन्छ PQ भनेको र QR भनेको एउटा 4 cm ले दिँदा हुन्छ अनि r काट्नु पर्ने हुन्छ 60 डिग्री को ओके यहाँबाट कम्पास राखेर r काट्नु पर्यो यहाँबाट लिएर r काट्नु पर्यो 60 डिग्री को काट्नु भयो भने अब यो r 60 डिग्री भनेपछि यो कसरी 120 हुन्छ किनकि यो दुईटै कोइन्टेरियर हुनुपर्ने हुन्छ 60 + 120 180 हुन्छ नि त हैन एउटा दियो भने अर्को अटोमेटिकली थाहा हुन्छ जस्तै यहाँ 50 भयो भने यहाँ 130 हुन्छ सो 50 + 130 गरेर 180 हुन्छ हैन त सो यहाँ पनि r काट्यो 120 को र यहाँबाट लाइन तान्यो यहाँबाट यो र यो जोडेर एउटा ठुलो लाइन तान्यो र अब कति लामो तान्ने भने चाहिँ कहाँसम्म r काट्ने भनेपछि 7 cm सम्म यहाँ 7 cm को r काट्यो भने यहाँ पनि 7 cm को r काट्ने दुईटैलाई कनेक्ट गरिदिने सो प्यारालेलोग्राम बन्यो हाम्रो हैन त सो रिफ्लेक्सन हेर्नुस् त अर्को क्वेशनको रिफ्लेक्सन ABC पोइन्ट दिएको छ x एक्सिस मा रिफ्लेक्सन गराउनु छ भने y एक्सिस लाई नेगेटिभ सो y पोइन्ट लाई नेगेटिभ बनाउनु पर्ने हुन्छ है -2 -3 -6 सिम्पल यसलाई चाहिँ सिम्पल ग्राफमा प्लट गर्दिँदा हुन्छ ओके यो x एक्सिस पोजिटिभ x एक्सिस यो x डैश नेगेटिभ x एक्सिस माथि y एक्सिस तल नेगेटिभ y एक्सिस दैट इज y डैश र यहाँ चाहिँ लेख्नै पर्ने हुन्छ कम्पलसरी है एउटा यो ब्र्याकेट इक्वल्स टु 1 युनिट किनकि यति ब्र्याकेट इक्वल्स टु 1 युनिट मानेर हामी अगाडि बढाएछौं त 1 2 3 4 यसरी बढाएछौं त यहाँ लेख्दिनु पर्ने हुन्छ माथि टपमा
त्यसरी पोइन्ट राख्नुभयो भने यो प्लट गर्नुभयो यो प्लट गर्नुभयो यो प्लट गर्नुभयो कनेक्ट गरिदिनुहोस् त्यसपछि रिफ्लेक्सन गरिसकेपछि पोइन्ट चाहिँ तीनवटा पोइन्टलाई कनेक्ट गरेपछि त अलरेडी के बन्न जान्छ एउटा ट्रायंगलै बन्न जान्छ नि त हैन सो यो रिफ्लेक्सन भएर आछ या एक्स एक्सिसबाट रिफ्लेक्सन भएर आउँछ नि त तल आउँदाखेरि त वाइ एक्सिस त नेगेटिभ नै हुन्छ नि त है ओके सो लास्ट question number 12 the total expenditure of a family is rupees 36,000 for 4 months 4 months को लागि कति दिएको रहेछ 36,000 दिएको छ find the expenditure for each month 4 ले डिवाइड गरिदिनु भयो भने सरी 4 ले डिवाइड गर्न मिल्दैन यहाँ चाहिँ डिग्री अनुसार चाहिँ लगिदिनु पर्ने हुन्छ इक्वली भनेको छैन नि त इक्वली बाँडेको भए पो 4 ले डिवाइड हुन्थ्यो है सो यसलाई ब्याक टु डिग्रीलाई केमा लानु पर्यो एक्सपेन्डिचर रुपीजमा लानु पर्यो है त सो 90 डिग्री बाइ 360 डिग्री इन्टु 36,000 यसो कसरी गरे जस्तो यो यसलाई पर्सेन्ट मानिदिँदा हुन्छ क्या जस्तै 135% अफ टोटल एक्सपेन्डिचर 90% अफ टोटल एक्सपेन्डिचर 60% अफ टोटल एक्सपेन्डिचर अब पर्सेन्टेजलाई हामीले फ्र्याक्सनमा लगिदिँदाखेरि त 100 ले डिवाइड गर्छौँ तर डिग्रीलाई फ्र्याक्सनमा लगिदिँदा के गर्नुपर्ने हुन्छ टोटल कति हुन्छ 360 त्यही भएर 360 ले डिवाइड गर्नुपर्छ सो 135 बाइ 360 इन्टु टोटल कति छ 36,000 सो यो महिनाको निस्किन्छ 9,000 त्यसै गरी ज्येष्ठको त्यसै गरी असारको र श्रावणको है र एभरेज कसरी निकाल्ने सबैको जोडेर डिवाइड बाइ टोटल कति 1 2 3 4 सो अलरेडी टोटल दिएकै छ 36,000 डिवाइड बाइ 4 गरिदिनु भयो भने कति आउँछ 9,000 आउँछ है नि त तपाईहरुले चाहिँ प्रोपरली भिडियो हेर्नुभयो भने कहाँ के मिस्टेक हुन्छ कहाँ के तपाईहरुले एक्जाममा मिस्टेक गर्न सक्नुहुन्छ त्यो चाहिँ प्रोपरली थाहा हुन्छ तपाईहरुलाई र प्लिज भिडियोलाई चाहिँ स्किप गरेर नहेर्नु होला नि त बिचमा एकदम कन्फ्युजन आइरहन्छ यो कहाँबाट आयो त्यो कहाँबाट आयो भनेर त्यही पनि कन्फ्युजन आयो भने कमेन्ट बक्समा राख्न सक्नुहुन्छ म त्यहाँ चाहिँ सल्भ गरिदिन सक्छु अथवा पिन गरेर राखिदिन सक्छु अरूले पनि हेर्छ सल्भ गरिदिन्छ साथीहरुले पनि है सो यससँगै म चाहिँ अरु सोलुसन भिडियो पनि लिएर आउने नै छु अरु सेटहरुको र मोडल सेटको पनि सोलुसन भिडियो लिएर आउने नै छु यसको लागि चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिन सक्नु पर्ने हुन्छ तपाईहरुले चाहिँ प्राय जस्तो चाहिँ 60% ले भ्युअर्सले चाहिँ सब्स्क्राइब नगर्दिएर च्यानलको ग्रोथ नभएर सोलुसन भिडियोको जुन प्रोसेस हुन्छ एकदम स्लो भइदिन्छ है सो जति धेरै सब्सक्रिप्सन भयो भ्युज आयो त्यति धेरै सोलुसन भिडियो आउँछ पुरै रेडमोरको सोलुसन आउन सक्छ अस्मिताको सोलुसन आउन सकिन्छ निमा बुकको सोलुसन बुक आउन सकिन्छ त्यही भएर चाहिँ काइन्डली सब्स्क्राइब गरिदिनु होला र बेल आइकनलाई चाहिँ प्रेस गरिदिनु होला ओके थ्यांक यू